आज मेरो लन्चमा छ कोट मिट, सिम्पल पुलाव, साग अनि यो मुला आलुको अचार, तिलमा राखेर बनाएको अचार एन्ड दाल चाहिँ यो कालो दाल। खाएन? अचारमा डल्ले खोर्सानी राखेको थिएँ, यस्तो पिरो भएछ, मिठो भएछ अचार। डल्ले खोर्सानी so good. यो कालो दाल चाहिँ होल दाना के, होल कालो दाल हो, मिठो भन्छ। हाम्रो यहाँ चाहिँ यतातिर चाहिँ खसीको मासु पिस गरेर राखेको हुन्छ क्या, किन्दाखेरि पिस गरेकै हुन्छ क्या, यस्तो सानो सानो पिस गरेको हुन्छ नि। अब हेर्नु न, यत्रो पिस छ क्या, यति सानो छ क्या, यति मात्रै छ क्या, यति सानो सानो पिस छ क्या, यति सानो सानो पिस।